तपाईको इन्टरनेट एकदम स्लो चलिरहेको छ किनभने तपाईको इन्टरनेटबाट अरु साथीहरुले पनि इन्टरनेट युज गरिरहेका छन् र तपाईलाई टेन्सन भइसक्यो किनभने तपाईले आफ्नो कुनै कामको लागि इन्टरनेट लिनु भएको हुन्छ र साथीभाइलाई नदिई पनि हुँदैन मागिरहेका छन्। उक्त साथीभाइहरुलाई कसरी कन्ट्रोल गर्ने, उनीहरुलाई ठिक्क चाहिएको इन्टरनेट कसरी दिने र बढी आफूले कसरी युज गर्ने त्यसको बारेमा जान्न चाहनुहुन्छ यो भिडियो पुरा हेर्दै गर्नुहोस्। हेलो साथीहरु, आज पनि स्वागत छ तपाईलाई हाम्रो यस च्यानल टेक्नोलोजी नेपालमा। हामी यस च्यानल टेक्नोलोजी नेपालमा टेक्नोलोजी सम्बन्धी विभिन्न नयाँ जानकारीहरु लिएर तपाई सामु आउने गरेका छौं। जस क्रममा आज हामी तपाईको इन्टरनेटको स्पिड स्लो भइरहेछ। किन त? तपाईले इन्टरनेट जोड्नु भएको छ घरमा कुनै कामको लागि, तर तपाईहरुको साथीभाइले पनि माग्ने गर्छन् मलाई पनि चलाउन दिएन भनेर। चलाउन दिन्न पनि कसरी भन्नु साथीभाइलाई? चलाउन दिँदाखेरि इन्टरनेट स्लो हुने समस्या के गर्ने त? कसरी छुटकारा पाउने त? केही आइडिया छ? छैन। यदि छ जसलाई थाहा छ उहाँहरुले गर्न सक्नुहुन्छ। जसले गर्न सक्नुहुन्न उहाँहरुको लागि आज मैले एउटा उपाय लिएर आएको छु। तपाईले अरूलाई दिएको, साथीहरुलाई दिएको इन्टरनेटको स्पिडमा लिमिट लगाउन सक्नुहुन्छ। जस्तै मानौ तपाईले 1 MB को स्पिड लिनु भएको छ। तपाईको 5 जना अरु साथीले पनि चलाइरहेका छन्। अहिले त तपाईले युज गर्दा बराबर चलाइरहेका छन्, तपाईको स्लो छ। तर तपाईको 5 जना साथीलाई चाहिँ मानौ एउटा साथीलाई म 100 KB मात्रै दिन्छु, त्यो भन्दा बढी दिदिन भनेर सेटिङ गरेर उनीहरुलाई थोरै दिएर बाँकी रहेको आफू चलाउन पनि सक्नुहुन्छ। कसरी त? जानु। त्यसको लागि चाहिँ भन्दा सुरुमा तपाई आफ्नो राउटरमा जानुहोस् र राउटर खोल्नुहोस्। त्यसको लागि 192.168.0.1 मा क्लिक गर्नुहोस्। तब त्यसपछि राउटरको लगइन पेज खुल्छ। मेरो चाहिँ टोटल लिंकको राउटर छ। तपाईको कुन छ? जुनमा भए पनि सिस्टम एउटै हुन्छ। तपाईलाई अलिकति समस्या पर्न सक्छ। खोल्नको लागि खोल्नुहोस्। त्यसपछि राउटरमा युजर नेम र पासवर्ड राखेर लगइन गर्नुहोस्। जब तपाई युजर नेम र पासवर्ड राखेर लगइन गर्नुहुन्छ तब त्यसपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। राउटरको सिस्टम अलिकति फरक होला, तलमाथि होला, अप्सन केही अरु होला, तर हुन चाहिँ सबैमा हुन्छ। तब त्यसपछि तपाई के गर्नुहोस् भने मसँग टोटल लिंकको राउटर छ। टोटल लिंक हुनेलाई त सजिलो भइगयो। छैन अरु कुनै युज गर्नुहुन्छ भने पनि खोल्नुहोस्, अप्सन ती कतै हुन सक्छ। यहाँनिर तपाई QoS मा क्लिक गर्नुहोस्। जब तपाई QoS मा क्लिक गर्नुहुन्छ यहाँनिर तपाईको QoS अन अफ छ। यदि यो अफ छ भने यसलाई डिसेबल छ भने इनेबल गर्नुहोस् र यहाँनिर म्यानुअल अपलिंक स्पिडमा 10 यहाँनिर तपाईलाई जति चाहिन्छ तपाईको स्पिड जति छ त्यो भन्दा बढी नै राख्नुहोस् अलिकति। र त्यसपछि तपाई के गर्नुहोस् भने कसरी ब्यान गर्ने? IP4 युज लाउनुहुन्छ कि म्याक एड्रेस लाउनुहुन्छ कि IP एड्रेस? जस्तै म्याक सजिलो हुन्छ। म्याकमा क्लिक गर्नुहोस् र यहाँनिर म्याक एड्रेसमा स्क्यानमा क्लिक गर्नुहोस्। जब मेरोमा यहाँनिर दुईटा म्याक आइडी देखाइरहेको छ कुनमा लाउने? जस्तै म यो तल्लोमा लाउन चाहन्छु भने यहाँनिर म क्लिक गर्छु। तब त्यसपछि यहाँनिर तपाई यहाँनिर मोड छ, यहाँ मोडमा गएर यहाँ क्लिक गर्नुहोस्। यतापटि सानो तीर छ, यहाँनिर रिस्ट्रिक्ट म्याक्सिमम ब्यान्डविड्थमा क्लिक गर्नुहोस्। तब त्यसपछि तपाई म्याक्सिमम डाउन अपलोड स्पिड कति दिन चाहनुहुन्छ? जस्तै म 32 KB दिन चाहन्छु। डाउनलोड कति दिन चाहनुहुन्छ? 32 दिन चाहन्छु म। र त्यसपछि तपाई के गर्नुहोस् भने कमेन्ट लेख्नुहोस्। यहाँनिर तपाई कमेन्ट के लेख्नुहोस् भने चिन्न सजिलो हुन्छ, कसको कम्प्युटर कुन हो, मोबाइल कुन हो भनेर। त्यसको लागि तपाई यहाँनिर एप्लाईमा क्लिक गर्नुहोस्। जब तपाई एप्लाईमा क्लिक गर्नुहुन्छ तब यहाँनिर तपाईको सेट हुन्छ। त्यसपछि तपाई कुनै राउटरमा चाहिँ तपाईको रिबुट गर्नुपर्ने हुन सक्छ, कुनैमा रिबुट नगर्दा पनि हुन्छ। रिबुट गर्ने सिस्टम छ भने तपाईलाई रिबुट गरेर भन्छ, रिबुट गर भन्छ र तपाई रिबुट गर्नुहोस्। यदि रिबुट नगर्दा पनि हुन्छ भने रिबुट नगरिकन त्यसरी तपाई सेटअप गर्नुहोस् र मजाले साथीहरुलाई लिमिटेड स्पेस दिनुहोस् र तपाई म्याक्सिमम स्पिड युज गर्नुहोस्। मलाई लाग्छ जहाँसम्म तपाईलाई यो
आजको ट्रिक हेल्पफुल रह्यो होला। यो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद।